मेरो बहिनी रमाको त हेर्नु न फेरि नानी बाबु हेरि खेल्दैछ हिटर ताप्नुको पनि बेग्लै मजा छ So hi everyone, namaste and welcome to our गाउने ब्लगमा होइन आउँदैन सो आज चाहिँ हामी चन्दा माइजू फुपूहरूसँग र मेरो भाइसँग यता भाइ पनि रेडी भइसकेको छ र म चाहिँ यहाँ हिटर ताप्दै जुत्ता लाउँदै बसिरहेको छु सो अहिले चाहिँ हाम्रो माइजूहरू रेडी हुनुहुँदैछ हामी चाहिँ अघिदेखि होइन कति भयो हामीले लगभग 11 बजीदेखि हामी रेडी हुने भनेर बाहिर गएको थियौँ हामीहरू आउँदा पनि रेडी भइसकेको छैन हो छोरी मान्छेहरू रेडी हुनुको लागि 5 घन्टा टाइम लिनु पर्दो रहेछ अहिलेसम्म रेडी भइसकेको छैन सो अहिले चाहिँ हामी अब लागेको इन्ट्रा पनि गरिसक्यौँ गाडी आउँदैछ हामीलाई लिनुको लागि यहाँ न यसको चकचक त नि फेरि छुल्टम हिजो कसरी नाच्यो तिमी फेरि एकचोटि उचार नाचिदियो त फेरि कसरी अलिक पर ल देख त घुमेर घुम वा खै माया गर मलाई यता पनि क्यामेरामा पनि गर के भन्छौ सो गाडी चाहिँ ट्याक्सी पनि आइसक्यो अब हामी पनि लागेको छिटाउँदै सो गाडी चाहिँ अब हामी लागिसक्यौँ चन्दा धेरै भएर होला यहाँ एकजना गाडी दिलाहरू बसेको चाहिँ गाई छ नि त भिडियो बनाएको नि अब सो लेट्स गो गाइस के कस्तो हुन्छ तपाईँहरूलाई म देखाउने छु म पनि पहिला छिटो जाँदैछु चन्दागिरी कस्तो हुन्छ हेरौँ सो गाइस अहिले चाहिँ हामी यहाँ चन्दागिरी तल केबल स्टोर यता हाम्रो के शब्द बोलिदेऊ न त नि यार चन्दागिरी सुघुमगाम होइन आज हेर्दिनु आज घुम्नु हिँडेको होइन आज फ्यामिली सो यहाँ चाहिँ अब टिकट काट्नुपर्छ टिकट काटेर अनि यहाँबाट टक्क माथि चढेर अनि सर्र माथि जाने र हाम्रो माइजू जाँदैछ यहाँनिर टिकट काट्नु है एकजना जाँदा भइगयो नि होइन र यहाँदेखि तल त्यो काठमाडौँ क्या दामी देख्दो रहेछ वा क्या बबाल देख्दो रहेछ आमा हेर न भाइ कस्तो दामी देखेको है दामी देख्दो रहेछ है माथिबाट सो अब मजा लिनेछौँ हामीहरू पनि तपाईँ भिडियो गर्दै हिँड्यो पल्लोपट्टिबाट यहाँबाट हो ए हो यो यहाँ यो लाइन सो अब चाहिँ हामीले लाग्दैछौँ केवल कार फर्स्ट टाइम चढ्न आँटेको हो भाइजू अब फर्स्ट टाइम चढ्न आँट्नु भएको छ फर्स्ट टाइम सेकेन्ड टाइम पो हो सो म चाहिँ अब फर्स्ट टाइम हो कि के कस्तो के देखिरहेको त है हेर्नु न ल हिँड्ने यो चाहिँ के गर्ने ठाउँ रहेछ
यो हराउँदा त के भयो अब यहाँबाट भित्र छिरिसकेपछि त दिन्छ होला नि त हराए पनि नि के हुँदैन होला नि त हो र त्यसो त यो अनि सामान राख्दैन बैग गोजीमा राखिहाल्छु नि म हेर्नु न छ गोजीमा छ सही आउँदैछ एकचोटि आउँदैछ मान्छे फेरि बमिट आएन भन्ने हिँड लाग्यो रोकिँदैन यतिकै घुमिराख्न रोकिँदैन क्या छिटो यतापट्टि बस्ने पछाडि घुम्नु पर्छ ए ढोका बन्द गर्न छिटो छैन राम्रै आइरहेछ छिटो ए छिटो यस लभ यु खोइ काट के हो त्यो के सो अहिले चाहिँ बिस्तारै घुम्दैछ यो कति टाइम लाग्छ सुरु त अघिदेखि नै भएको अब चाहिँ बन्द भयो कहाँ गएको छिटौँ हामी मेरो बहिनी रमाएको त हेर्नु न फेरि कस्तो दामी देख्न थाल्यो त पछाडिमा है पछाडि भ्यू क्या अन्त खोइ करा छिटौँ करा भिडियो गरेको यहाँ त बाधा नि उयो यहाँ सबै कागज क्याप्चर गर्दै यहाँदेखि त आमा दामी देख्दो रहेछ कति खिच्नु हो फोटो खिच्दा 100-150 पुगिसक्यो यो चाहिँ चन्द्रगिरी डाँडा चन्द्रगिरी हिमाल चाहिँ अलिअलि लिक्सिनु थालेछ अलिअलि सो हामी चाहिँ अब यहाँबाट माथि लागेको मन्दिर होइन यहाँ माथि हिउँ पर्नु पर्छ क्या कस्तो दामी हुन्थ्यो है माइजू हिउँ पर्दा कस्तो दामी देखिँदो रहेछ हिउँ पर्दाखेरि हिमाल चाहिँ अलिअलि देखिँदो रहेछ अहिले मलाई नि चितलाङ ए यहाँबाट तल तल होला टुङ्गु बाजे पन्जाबी भाइयाहरू टुङ्गु बाजेहरू पन्जाबी हो त यिनीहरू पन्जाबी हो अन्त पन्जाबी हो टुङ्गु बाजे भन्दैछु त म यहाँ त पुरा चिसो हुन थाल्यो र प्लिज युज डस्टबिन लेखिरहेछ त थ्याङ्क यू अरे के अरे कस्तो
कस्तो दामी घाम लागिरहेछ अहिले त तातो हुन थाल्यो नि यो चाहिँ के हो यो यसको मिनिङ के हो साइकल कुदाउने हो राउन्ड घुम्छ होला घुम्ने हो ए यहाँ लक लगाएको र घुम्छस् त घुम त ल फाइनली यहाँ मन्दिर आइपुग्यो हामी चाहिँ महेन्द्री ला यहाँ त तालै तल छ त कसको जोडीको लागि बिचरा हाम्रो जोडी कहिले नटुटोस् भनेर बानेको होला यिनीहरू कतिजनाको ब्रेकअप भयो होला मेरो चाहिँ भयो पो भन्नु के गर्नु यो 2 दिन पछाडि ब्रेकअप भइहाल्छ साइक्लिङ गर्ने सो अब चाहिँ हामीहरू मन्दिर जाने भित्र पूजा गर्ने दामी ठाउँ रहेछ हौ घुम्ने ठाउँ ऊ पन्जाबी भाइयाहरू यहाँ पनि रहेछ टुङ्गु बाजेहरू टुङ्गु इन्डियनहरू पन्जाबीहरू टुङ्गु बाजेहरू रहेछ के देउता अरे भाले देउता अरे सो अहिले चाहिँ हामीहरू यहाँ मन्दिरमाथि जाँदैछौँ पृथ्वीनारायण शाह पनि रहेछ त यो मन्दिर क्यामेरा खिच्नु फोटो खिच्नु एलाउड छैन भनिरहेछ फोटो खिचिरहेछ के गर्नु म झन् भिडियो गरिरहेको छु म चाहिँ झन् यहाँ भिडियो गरिरहेको छु त्यही त खिचिरहेछ अनि सो अहिले चाहिँ हामी एक राउन्ड मन्दिरको एक राउन्ड घुम्दैछौँ र यहाँ चाहिँ हाम्रो पृथ्वीनारायण शाह यहाँनिर दामी एउटा अम्ला उठाएर बसिरहेको छ यहाँ चाहिँ के हो बाटै बन्द छ त पाइ एकचोटि गरौँ घन्टी बजाइदियो नि त यहाँ ट्वाङ पारेर सातु जाने गरी दामी रहेछ आउनु त जस्ट सगरमाथा नै रहेछ त कहाँ हो सगरमाथा नै रहेछ त यो गाडीको कता भयो देखिँदैन यो यतापट्टिको त हुसे लाग्नु थाल्यो नि त फेरि यतापट्टि गौरी शङ्कर रहेछ यता सिधा चाहिँ माउन्ट एभरेस्ट रहेछ अच्छा यो गौरी शङ्कर हो यो देखेको चाहिँ उतापट्टिको चाहिँ गौरी शङ्कर यतापट्टिको चाहिँ माउन्ट एभरेस्ट अनि माउन्ट एभरेस्ट त झन् अग्लो हुन्छ झन् देख्नु पर्ने त बादलले अलिकति भएर अलिक टाढा भएर होला सायद ए होइन त्यो चाहिँ होला माउन्ट एभरेस्ट त्यही त म त्यही लागिरहेको छ गौरी शङ्कर त यतापट्टिको होला क्या यो अलिकति देखेको यो हेरेको यो अग्लो थियो होला माउन्ट एभरेस्ट ए जिप लाइन पनि रहेछ त त्यही त नि कति लिँदो रहेछ जिप लाइन गरेको खै गन्द यहाँ तलको त 5 स्टार होटल है यो साइड कुन जग्गा पर्छ होला चिल गर्ने जग्गा रहेछ नि त बसेर बजाइदेऊ घन्टी जय बालेन सो अब चाहिँ हामीहरू यहाँबाट घुमि पनि सक्ने अब लागेको तल जाउँ के तल म
चढ्नै भन्छ त सो अब चाहिँ हामीले लागेको तल अब यहाँनिर पनि फोटो खिच्दा मेरो फोन त फोटो खिचेकै सो गाइस हामी चाहिँ अब घुमि पनि सक्यौँ मन्दिर ओ यो पछाडि चाहिँ यो नाग कस्तो कुदेर गएको अब यहाँदेखि अलिकति तल जाने कस्तो छ यहाँ ठाउँ र यहाँ चाहिँ खानु पनि कति महँगो हो आमामाम भगवान् कति महँगो यो महँगो र त म त झापा पुग्छु केटा र केटीको लभ पर्ने कपल्सको कसलाई कहाँबाट लिएर आउनु छँदै छैन कहाँ जाने हो यहाँ चाहिँ ए यहाँ दामी रहेछ त यहाँ पनि फोटो खिच्दा सही हो त्यही हो यहाँ तर त प्रोग्राम गर्ने यहाँनिर बस्छ दामी देखिँदो रहेछ सो यहाँ चाहिँ केटाकेटीलाई खेलाउने एरिया रहेछ दामी खेल त ओ यहाँ चाहिँ के उफ्रिने हो क्या स्प्रिङ छ त भाइ तिमी पनि बस भाइ ओ थाम्छ स्प्रिङ त तल छ त नि मलाई तल के ए खुट्टा राख्न माथि खुट्टा राख्न हला कोकोडा मलाई देखा त एकचोटि म हालिदिन्छु यति ल है दुईजना नानी बाबु भेरी खेल्दैछ भिडियो गरेर मजा आउने फोटो हाल्नु के फ्रीमा हो होला नि जाउँ न त्यहाँनिर झर्दिनु त के रहेछ यहाँ चाहिँ के हो फेरि ओ छिटो यहाँ खेल मेरो बहिनी फेरि कुदेको कुद्नै जान्दैन फेरि टुरिस्ट सप यहाँनिर जाने जाउँ यहाँ माथि खेल्नु केटाकेटी यस्तो खेलौँ न अहिले भत्किँदैन के को भत्किन्छ अरे कहाँ छिरो यो त आइज म पनि चढ्दैछ हो केटाकेटी बन्नेको नि एकछिनको लागि छिटो आइज ओ यो दुलो त बन्द गरिदिएको रहेछ ओइ मजा आउँदो रहेछ रोकिन्छ तल सानो नानी बच्चाहरू खेल्दै छ यहाँनिर आया मासला आफै जान्छ के हे यस्तो मजा
छिटो मिठो आइज त बाटोलाई कान्छ बिस्तारै आऊ है ढाडे बिराडो आयो आयो आइज 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 खै त अड्किस् ताने सो गाइस यहाँ चाहिँ मुहाचोरीहरूको यहाँनिर लकेटहरू अब ताला साला झुन्डा गरेर यहाँ चाहिँ U+K अरे यो को हो नि भगवान् नेपाल टु जापान अरे फेरि यहाँ चाहिँ A+U अरे M+U SKFO अरे यो चाहिँ को हो फेरि यत्रो घरकै ताला बोकेर आएको यो चाहिँ यो चाहिँ घरकै ताला बोकेर आएको कत्रो हो यो चाहिँ यहाँ पनि रहेछ को होला नि यति खतरा बाब्रे यहाँ त झन् ठुलो पो रहेछ त सो हामी चाहिँ अहिले घुमिसक्यौँ अब लाग्यो घरतिर ओह्रालो जाने ओए यो चाहिँ फेरि हेर्न साइकल खेल्छु भनेर म यहाँ यो साइकल खेल्ने अरे यो हेर्न यहाँ रुख लगाइदिएन त्यहाँ छोड्दैन त्यहाँ के गर्दैन जा छोडिदिए हामी जाउँ न उता यहाँ हेर न हौ मेरो बहिनीलाई यहाँ साइकल खेल्छु भनेर यहाँ आँसु पनि पिल 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 झारिसक्यो यहाँ के खेल्छस् अरे साइकल खेल्ने अनि त्यो साइकल खेल्ने उमेर भएको छैन नि त तार छ नि त तिमी यहीँ त हिँड्नु सकेको छैन नै खेल्ने अझै अनि तार उहाँहरू ऊ तल पनि हेर ऊ तल पनि चाबी लगाइसकेको छ पानी अब ऊ तल खानु ल लड्छस् फेरि अहिले कहाँ त्यहाँ माथि त पैसा तिर्नु पर्दैन होला त जाउँ माथि हेरौँ न त आएको बेला किन छोड्नु यहाँबाट त दामी देख्नु चाँडोबाट थाल रहेनौ तिमी पृथ्वीनारायण शाहको ग्याङ फाइट खेल्ने ग्याङ र पृथ्वीनारायण शाह यहीँनिर छ 1 नम्बर भनेर यहाँ रहेछ यहाँ के प्लस अरूको त छैन अरूको त खास चाहिँ यहाँ घरको तालचा लिएर छ यहाँ पनि रहेछ अलक्षी नै ब्रेकअप भइहाल्छ विजय अरे ब्रेकअप भइहाल्छ अरे रेखा प्लस मधु अरे त्यसको पनि ब्रेकअप त्यो त मधु भनेको त केटी नै होइन हो र म त मिठा मधु भनिरहेको थिएँ नेपाल टु जापान अरे सो गाइस हामी चाहिँ अब चन्द्रगिरी पनि हेरिसक्यौँ घुमिसक्यौँ अब चाहिँ लागेको हामीहरू अब हामी चाहिँ लाग्ने हो जाउँ न यहाँ एउटा
So हामी चाहिँ लाग्यौँ अब लागेको सक्यो चिसो पनि बढ्न थालिसक्यो पुरा कस्तो चिसो हुनु थाल्यो हातहरू ठिडाएर नदेखिँदो रहेछ यहाँ छिटो 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 अहिले फेरि पर्खिनु पर्छ छिटो 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 म पनि छिरेको ल मन चढेला छिरेल चढेल फेरि अब चाहिँ कस्तो देखिने रहेछ पुरा काठमाडौँ झिलिले बत्ती बल्न थालिसक्यो केही देखिँदैन अँधेरो भइसक्यो पुरा ला 5 स्टार होटल त देखिँदो रहेछ यहाँबाट काठमाडौँ झिलिमिली हुन थालिसक्यो काठमाडौँ सहर हेर्दा लाग्छ रहर कस्तो बबाल देखिने रहेछ के बोल्छ यो चिल्ड्रन ल फाइनली हामी चाहिँ यहाँ तल आइसक्यौँ अब लागेको घरतिर जुम 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 एक्जिट उताबाट सिधै सो फाइनली हामी चाहिँ अब लागिसक्यौँ घुमेर आइसक्यौँ पनि तपाईँलाई के कस्तो लाग्छ ब्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई र यति भन्दै म चाहिँ मेरो ब्लग इन गर्दछु बाई बाई सी यू टुमोरो भोलि नेक्स्ट ब्लग आउनेछ मेरो र धेरै दिन पछाडि बनाएको मैले र तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ मेरो ब्लग हेरिदिनु भएकोमा यसै गरेर माया गरिदिनु होला हामी चाहिँ अब लागेको